तो भाँडामा आज खिर आलुदम एक ग्रेभी वाला पो बनाउँछ त हैन पछि हामी दिउँसोको काम गर्नु आँटेको अनि दिउँसोको काम चाहिँ आज हाम्रो के छ भने दिउँसोको काम हाम्रो खास काम यही थियो अनि यहाँ जङ्गल हेलो एभ्रिवान गुड मर्निङ सबैजनालाई आज चाहिँ घरमा छौँ हामी होइन अन्त म चाहिँ यहाँनिर उठिसकेको छु अनि म चाहिँ आज यहाँनिर सुतेको थिएँ किचनको दिनमा होइन अनि चाहिँ सबैजनालाई आजको मेरो ब्लगमा स्वागत छ सुविधा सिस्टर ब्लगमा अनि आज म दिनभरि ब्लग गर्दैछु तर म पार्ट गरेर हाल्नेछु किनभने चाहिँ एकदमै लामो भयो भने भिडियो पस्नु मान्दैन अनि यहाँनिर चाहिँ हेऱ्यो भने किचनमा आज यति बेसी ललताले झक्की उठेर दुधहरू तताइसकेको छ होइन अनि अहिले 6 बज्दैछ म चाहिँ 6 बजी उठेको अनि ब्रस गरेर किचनमा यानि किचनमा बिहानको तयारी भइसकेको छ बहिनी कति लिटर रहेछ दुध 10 यहाँ चाहिँ आज बिहान चाहिँ हाम्रोमा खिर खानुको लागि चाहिँ यति बेसी दुध छ कति लिटर साँच्चै नलिटर 4 लिटर तल घरमा ल्याएको यहाँकै थियो र 2-3 लिटर तपाईले डोली चायवालाले जस्तो बनाउँछ खिरको लागि चाहिँ आज अनि आज चाहिँ यस्तो दामी दुध देख्दाखेरि चाहिँ मलाई खङ्गाउ लागेन अन्त म चाहिँ दुध खाँदिनँ प्रायः होइन तर म चाहिँ आज खानु पर्यो भने मैले अगाडिको भिडियोमा पनि हालिसकेको छु होइन दुध चाहिँ म आज अलिकति पिउनु पर्यो भनेर चाहिँ म चाहिँ आज फ्रेस एकदमै गाईको दुध चाहिँ पिउन आँटेको अनि लालताल चाहिँ खिरको लागि भरे पकाउँदै खिर पकाउँदै माथिबाट हाल्नुको लागि छुट्याउँदैछ अनि मम्मीले चाहिँ बाहिर टोलुङ धुनु हुँदैछ यो चाहिँ मजाले एकदम मुही पार्नुभन्दा अगाडि चाहिँ टोलुङ धुनुपर्छ नि त तातो पानीले टोलुङ धुनु हुँदैछ मुही पार्नको लागि चाहिँ को लागि यहाँनिर बसाइसकेको छ होइन अन्त ललताले चाहिँ यहाँनिर नरिवल काट्दैछ आज चाहिँ खिर हो बिहान स्पेसल होइन अनि चाहिँ धानको चामलको खिर चाहिँ पकाउन आँटेको अनि मम्मीले चाहिँ मुही पार्नुको लागि मुहीको लागि दही रेडी गर्नु हुँदैछ मुही पार्नुको लागि होइन अनि यता ललताले खिरको लागि रेडी गर्दैछ अनि अहिले चाहिँ धानको चामल केलाउँदैछ मैले अगाडिको भिडियोमा पनि हालिसकेको छु होइन प्योर धान बस्तीको चामल ल्याएको छ नि त खिर खानको लागि चाहिँ अनि एकदमै मिठो मगमग बनाइराखेको छ होइन अनि यो चामल केलाएर चाहिँ आज चाहिँ खिर बनाउने हो स्पेसल चाहिँ आज पार्नु हुँदैछ मै पारिसकेर घिउ पनि निक्लिसक्यो अनि यही घिउ चाहिँ आजको जति पनि आउँछ यो डल्लै लाएर चाहिँ आज खिर बनाउने हो होइन यो डल्लै घिउ आज जति पनि निक्लिन्छ यो चाहिँ आज खिरमा आज फ्रेस घिउ लाएरै खिर चाहिँ बनाउँछ आज चाहिँ ललताले टक्कै बजेको छ अनि मैले यो होइन यहाँको किचनहरू चाहिँ अलिअलि यहाँको सनाकसिनीहरू पारिसकेको छु हो अनि ललता तल खिर खाना जे भए पनि बनाउँदैछ अनि योहरू पनि सफा गरेँ यहाँको प्लान्टहरूलाई चाहिँ मैले डल्लै निकालेँ लुगाहरू सुकाइदिएँ होइन अनि प्लान्टहरू चाहिँ यहाँ डल्लै निकालेर चाहिँ मैले चामलको चौलेनी हुन्छ नि चामल धुको चौलेनी लाएर चाहिँ इन्डोर प्लान्ट यहाँ राखेको छु अनि चाहिँ अब हामी खाना खाँदै जाँदै गरेको खाना खाएपछि एकदमै ज्यादा काम छ आज होइन हाम्रो यहाँनिर चाहिँ यस्तो भाँडामा आज खिर आलुदम एक ग्रेभीवाला पो बनाउँछ त होइन त्यस्तो पनि ठिकै हुन्छ तपाईँ दामी खिर अब चाहिँ म खाना आँटेको खाना सबैजनाले खिर खायो म चाहिँ खाना खाँदैछु खाना खाएर बादमा खिर खाने खिर हामी दिउँसोको काम गर्नु आँटेको अनि दिउँसोको काम चाहिँ आज हाम्रो के छ भने चाहिँ कस्तो गरम लाग्यो कि यहाँ त दिउँसोको काम हाम्रो खास काम यही थियो अनि यहाँ जङ्गलहरू सफा गर्नु हो यति बेसी हरियाली छ यति बेसी लामो लामो छ अब यो गोदावरी यो हेराम फुल्नु आँटेछ यहीँ उताको राम्रो होला हौ यो कालो त्यो चाहिँ फुलिरहेको देखिनुहोस् के हुन्छ अन्त अब यो गोदावरी चाहिँ कटिङ राख्नको लागि
अनि गदावरी चाहिँ उपर जप्पै जङ्गल जस्तो ठाउँमा भइसकेको थियो त्यहाँबाट निकालेर यहाँ राखेछ होइन अनि गदावरीको कटिङको लागि चाहिँ हामीलाई यहाँ ज्वाइँले पनि एकदमै भाइले पनि काम सघाउँदैछ होइन मलहरू ल्याउनु कटिङ राख्नुको लागि अनि एकदमै बेसी छ कटिङ राख्दैछु भने चाहिँ होइन अहिले चाहिँ राख्यो गदावरीको बिजन चाहिँ अनि यसलाई चाहिँ तल लगेर राख्नुपर्छ टुई टुई बोकिरहेको छु यसले बाटो छेलेर देख्दिनँ रहेछ कि बाबा चाहिँ खोले काट्नु हुँदैछ मम्मीहरू बारीतिर हुनुहुन्छ होइन अनि ललिता र म चाहिँ अब अहिले त ज्वाइँ पनि गइसक्नुभयो हो मेरो चाहिँ सिबी बारीमा सिबीको पत्ता टिप्दैछ हो मम्मी बाबा खोले काट्दैछ अब ललिता र म अझै फुलमा मलहरू थप्नु छ बिहान पनि मैले भिडियोमा देखाइसकेको होइन रमभेडा चाहिँ कति चाहिँ फलेको छ भनेर चाहिँ यो पुरानो बोटो तर पनि फलिरहेछ अनि फर्सी काँक्रा हो काँक्रा फर्सी भयो त्यहाँदेखि करेलाहरू भयो कुखुरा पनि यहाँनिर रहेछ कुखुरा भयो अनि चाहिँ लौकाहरू चाहिँ रोपेको छ यहाँ बारीभरि काँक्रा चिचिला लाग्दैछ योपालि काँक्रा मजाले फल्ने रहेछ त्यहाँदेखि यो लौका होला अब चाहिँ म यो भिडियोलाई पार्ट 1 पार्ट 2 गरेर हाल्दैछु किनभने नेटवर्क नभएको कारणले लामो भिडियो एकदमै पस्नु मान्दैन नि त